प्लेअफ चरणको आफ्नो पहिलो खेलमा नेपालले सामना गर्दैछ युएई को। करणले जिम्मेवारी पाएका छन्, नयाँ बल हातमा उनको अनि सफलता पनि करणले सफलता दिलाएका छन्। पहिलो ओभरमै आसिफको ठूलो विकेट युएईले गुमाएको छ। प्रतीश आज मौका पाएका थिए यो खेलमा। लेग स्टम्प तर्फको बल थियो आर्यान्सका लागि, इजी बाउन्ड्री अप्सन यो पटक। प्रतीशको बल पुनः लेग स्टम्पमा गर्न पुगे उनले। बायाँ हाते बलर रहेका छन्, त्यो एंगल दिइरहेका छन्। अर्को बाउन्ड्री। वृत्तीय महत्त्वपूर्ण खेलाडी हुन् युएईका लागि। देउगो देखाउँदैछन् किन महत्त्वपूर्ण छु म भनेर। 4 रन गुल्सनको बलमा। राम्रो शट पनि थियो। आरिफलाई बोलाइएको छ अनि वृत्तीयले यो पटक इनफिल्डको माथिबाट प्रहार गरिदिए। अर्को बाउन्ड्री। ओ यो पटक सिधा ब्याटले खेलिदिए। फुल फेस अफ द ब्याट। कपी बुक क्रिकेट खेलिरहेका छन् वृत्तीय अरविन्द अनि रिजल्ट पनि पाउँदै त्यसको। सन्दीप लामिछाने यो पटक लेग साइडमा स्लक गर्न चाहन्थे, बाहिरी किनारा लाग्यो। आरिफले गल्ती गरेनन्। शहजाद किनारा लागेको थियो शहजादको पनि, तर बाउन्ड्रीका लागि गएको छ बल। स्ट्राइकमा शहजाद रहेका छन्। सन्दीपको बल ब्याकफुटबाट खेल्न चाहन्थे, सन्दीपलाई सफलता। गुल्सनले नेपाललाई चौथो सफलता दिलाएका छन्। इनवर्ड मुभमेन्ट पाए गुल्सनले अनि वृत्तीयसँग जवाब थिएन त्यसको। अमित स्ट्राइकमा यो पटक नटराजन पुल शट 4 रनका लागि। क्या गजबको शट खेले। खराब बल सन्दीपको। लेग साइडको दिशामा रोहन मुस्तफाले खेलेका छन्। प्रतीशलाई चेज त रहेको छ तर बलले जित्नेछ रेस। करणलाई बोलाइएको छ फेरि पनि वापस बलिङमा, तर 4 रनका लागि प्रहार गरिदिए हमिदले। रोहन मुस्तफा डाउन द ग्राउन्ड 4 रन। यो पटक स्टेप आउट गरेका थिए, पुनः स्टेप आउट गर्न चाहन्थे रोहन, तर यो पटक किनारा लाग्यो। ओ खराब शट यहाँ हमिदको। दिपेन्द्रले सफलता दिलाएका छन् 6औं नेपाललाई। नासिर स्ट्राइकमा। ओ मिक्सअप भएको छ। डाइरेक्ट हिटको आवश्यकता यहाँ। डाइरेक्ट हिट लाग्यो पनि क्लोज कल रहेको थियो। डाइरेक्ट हिट, राम्रो फिल्डिङ। सञ्चित स्ट्राइकमा किनारा लाग्यो सञ्चितको ब्याटको। सन्दीपलाई तेस्रो सफलता। अम्पायरको औँला उठ्यो त्यहाँ। जुनेद स्ट्राइकमा रहेका छन्। ठुलो शट खेल्नका लागि त चिनिन्थे तर प्रतीशले रोकेका छन् उनलाई। पहिलो सफलता प्रतीशको खातामा। जवादुल्ला स्ट्राइकमा रहेका छन्। यो पटक क्लिन बोल्ड गरिदिए करणले। यो सँगै युएई को इनिङको पनि समाप्ति। 181 रनको स्कोरमा युएई अल आउट हुन पुगेको छ। अर्जुन साउथ आज ओपनिङ गर्ने जिम्मेवारी उनको काँधमा छ। अपिल एलबिडब्ल्यू का लागि अम्पायरले सहमति देखाए। नेपाललाई पहिलो झड्का। अर्जुन विफल आज ज्ञानेन्द्र मल्ललाई मौका दिएको थियो नेपालले। 4 रनका लागि खेलिदिएका छन् लेग साइडको दिशामा। कुशल स्ट्राइकमा पुल गर्न चाहन्थे, बाहिरी किनारा। भाग्यशाली ज्ञानेन्द्र स्ट्राइकमा। ओ क्लासिकल ज्ञानेन्द्र मल्ल शट ब्याकफुटबाट पञ्च गर्ने मौका। टाइमिङ पनि राम्रो थियो, प्लेसमेन्ट पनि गजबको। 4 रन पुल गर्ने मौका कुशललाई। पुल पनि गरे त्यहाँ, फिल्डर छैनन्। 4 रन प्राप्त गरेका छन्। ज्ञानेन्द्र मल्ल पुल गर्न चाहन्थे। जुनेदको बल सिधा फिल्डरको हातमा। सफलता युएईलाई दोस्रो। कुशल स्ट्राइकमा ब्याकफुटबाट खेल्ने मौका हावामा थियो बल, तर 4 रनका लागि। लेग साइडको दिशाको बल रहेको थियो। इजी टाइमिङ कुशलका लागि। 4 रन, प्लेसमेन्ट राम्रो। रोहित स्ट्राइकमा डबल माइन्डमा कट हुन पुगे रोहित त्यहाँ। टिम स्ट्राइकमा रहेका छन्। पुल गर्न चाहन्छन्, हावामा उठेको छ बल। अर्को सफलता युएईलाई। नेपाल डीप ट्रबलमा। अब चौथो विकेटको पतन। आरिफ ब्याकफुटमा पाइएका छन् उनी पनि। अम्पायरको औँला उठेको छ। 5औं विकेट यहाँ नेपालको। नेपाली ब्याट्सम्यानलाई गाह्रो बनिरहेको छ यहाँ। यो पटक कुशल भुर्तेलको शट कन्ट्रोलमा थिएनन्। जस्ट बाउन्ड्रीको अगाडिपट्टि क्याच आउट हुनेछन्। दिपेन्द्र आएका छन्। दिपेन्द्र गोज डाउन द ग्राउन्ड। गजबको कनेक्सन। 6 रनका लागि प्रहार गरिदिए। क्या शानदार शट दिपेन्द्रको। कट गर्ने मौका फिल्डरको नजिकैबाट गयो। 4 रनका लागि। दिपेन्द्र सिंह यो पटक खराब बल थियो नासिरको। 4 रनका लागि प्रहार गरिदिएका छन्। दिशाहीन बल, पुनः एकपटक गति थिएन। गुल्सन स्ट्राइकमा आउटसाइड अफ स्टम्प हात खोल्ने मौका पाए। रोहन मुस्तफा पेस अफर गर्छन् बलमा। त्यसको प्रयोग गुल्सनले गरे। 4 रन। गुल्सन बाहिरी किनारा लाग्यो यो पटक। रोहन मुस्तफाले युएईलाई सफलता दिलाएका छन्। दिपेन्द्र डाउन द ग्राउन्ड। फिल्डर छन् तर कन्ट्रोलमा राख्न सकेनन्। ठुलो मोमेन्ट बन्न सक्छ यो खेलको। यो पटक हावामा थियो बल। ड्रप हुन पुगेको छ। दिपेन्द्रलाई अर्को मौका। सर्ट बल कार्तिक मैपनको। 4 रनका लागि प्रहार गरिदिएका छन् दिपेन्द्र सिंह ऐरीले। गजबको ब्याटिङ गर्दैछन् दिपेन्द्र अनि सन्दीप पनि साथ दिँदैछन्। यो पटक ब्याकफुटबाट हात खोल्ने मौका पाए सन्दीपले। 4 रन। दिपेन्द्र स्ट्राइकमा लेग साइडको दिशामा खेलिदिए। 4 रनका लागि गएको छ। सन्दीप ब्याकफुटबाट खेल्ने मौका उनले पनि पाए। फिल्डरलाई कटाउनु थियो। 4 रन सन्दीपको खातामा जोडिनेछ, नेपालको खातामा जोडिनेछ। स्कोर बराबर। अब आउटसाइड अफ स्टम्प पुल टस चलाउन चाहन्थे दिपेन्द्र। बल गयो बाउन्ड्री रेखातर्फ। यो सँगै नेपालले 3 विकेटले यो रोमाञ्चक खेलमा जित हात पारेको छ। 185 रनको लक्ष्य 7 विकेट गुमाएर भेट्टायो, जहाँ दिपेन्द्र सिंह ऐरीको शानदार इनिङ 79 रनको।